हजुर नमस्कार है सम्पूर्णलाई। अहिले चाहिँ म रोमानियाबाट बोल्दैछु, बुकार्सबाट। धेरै साथीहरू सोध्नु भएको थियो म आइसके पछाडि रोमानिया कसरी जाने, कसरी प्रोसेस गर्ने, रोमानियाको चाहिँ कस्तो काम गर्नुपर्छ, रोमानियाको भिजा कति महिनामा लाग्छ, अनि जाँदा कति लागत लाग्छ, कुन दिन पारबाट जाँदा ठिक होला भन्नुहुन्छ। धेरै साथीहरू सोधिरहनु भएको छ। अनि रोमानियातिरको मौसम कस्तो छ, वातावरण कस्तो छ, रुल्स कस्तो छ भन्नुहुन्छ। एकदम यसको बारेमा विस्तृत रूपमा जानकारी गराउन चाहन्छु। रोमानियाको प्रोसेस गर्दा लगभग 10 महिनादेखि 1 वर्षसम्म समथिङ, कसैको 8-9 महिनासम्म चाहिँ भिजाहरू हुनसक्छ। पानीको कुरा गर्ने भने चाहिँ नेपाल जस्तै चाहिँ मौसमहरू चिसो मौसमहरू छैन। चाहिँ हिउँहरू पर्ने ठाउँ हो। बढीमा तापक्रम भनेको 35 डिग्री सेल्सियससम्म चाहिँ तापक्रम हुन्छ र माइनसमा गएर हिउँहरू पर्छ। चिसो मौसम छ। हामी यसरी ज्याकेट लगाएर चाहिँ हामी हिँडिरहेका छौँ। अब अरू कुरा गर्ने भने मेन पावरहरू कुनबाट जाँदा होला भन्नुभएको छ। मेन पावरमा भर्ने कुरा हो। त्यो चाहिँ यो हो भन्नु म चाहिँ भन्न सक्दिनँ। किनभने अब कोही राम्रो हुन्छ, कसैलाई राम्रो हुन्छ, कसैलाई नराम्रो पनि हुनसक्छ। त्यही भएर है तपाईँहरू यदि आउनु चाहनुहुन्छ भने लागतहरू अहिले चाहिँ नेपालबाट थुप्रो पैसाहरू 9-10 लाखको चाहिँ लगानी गर्नुपर्ने हुन्छ। त्यति नभए रोमानिया आउनु दिँदैनन् है मेन पावरले। खासमा लाग्नुपर्ने लागत त 5 देखि 6 लाखसम्म मात्रै हो लागत। वास्तवमा लागत भनेको नेपालीको दलालीहरूले मेन पावरले चाहिँ बढी लगिरहेको छ। अनि यहाँको स्यालेरी नै तपाईँको राम्रो कम्पनीहरू पऱ्यो, सप्लाई कम्पनी परेन, अथवा चाहिँ कम्पनी राम्रो काम गर्ने ठाउँ पऱ्यो भने तपाईँको 1 लाख रुपियाँसम्म, 1.5 लाखसम्म हुन्छ। ठिकै छ, आउन चाहनुहुन्छ भने ठिकै छ। रुल्सहरू चाहिँ नर्मली हो, त्यस्तै छ। बेला अपडेट गर्दै गरौँ। सिटीमा हुँदैछ। कसरी गर्ने भन्दा चाहिँ प्रोसेसहरू त्यही हो। तपाईँहरू भिजा लगाउनु पऱ्यो। एयरपिनमा आउँदै हुनुहुन्छ भने पर्सनल कन्ट्याक्ट गरेर चाहिँ एयरपिनमा चाहिँ आउन सक्नुहुन्छ। त्यो चाहिँ धेरै साथीहरू सोधिरहेको छ। त्यसको जानकारी मैले भिडियो बनाएर हाल्ने नै छु। यहाँ छोटो मिठो चाहिँ जानकारी गराएको छु। कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तो सल्लाह सुझाव चाहिँ दिनु होला। त्यसै गरी मेरो एलबी कार्की अफिसियल युट्युब च्यानललाई पनि सब्सक्राइब गर्नु भएको छैन भने कृपया सब्सक्राइब गर्नु होला। अनि लाइक, कमेन्ट अनि सेयर पनि गरिदिनु होला है। तपाईँहरूको सल्लाह सुझावले नै म अगाडि बढ्ने नै हो। यदि तपाईँहरू पनि रोमानियामा हुनुहुन्छ भने कुन ठाउँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ यसो कमेन्टमा दिनु होला। म चाहिँ रोमानियाको बुकारेस्ट नै रोमानियाको राजधानीमै छु है। ठिकै छ ल, अहिलेलाई छुट्टिन्छु। तपाईँहरूलाई विस्तृत रूपमा लामो भिडियो लिएर चाहिँ अर्को हप्ता आउने छ। आज यो हप्तादेखि पनि घरको बाटोमा छ है त।